किन नदिने भन्ने बारेमा छलफल गर्न जरुरी छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, सम्पूर्ण न्यायप्रेमी दाजुभाइ दिदीबहिनीहरू, यो देशमा दलगत दादागिरी दलतन्त्र चलेको थुप्रै भएको थियो। आजदेखि दलतन्त्रको अन्त्य भएर लोकतन्त्रको जगनाथ हुँदै त्यसो भएको हुनाले अब एउटा गरिब मुलुकको पनि न्याय यो देशमा चाहिँ स्थापित हुनेछ। अब गरिब दुखीको पनि देश यो बन्नेछ भन्ने कुरामा हामी निश्चिन्त छौँ, विश्वस्त छौँ। फेरि पुरानै शैलीमा हामी गयौँ भनेदेखि यत्रो धेरै सादा दिइरहनुपर्ने, यत्रो धेरै हङ्गामा र तमासा गरिराख्नुपर्नेको कुनै औचित्य नभएको कारणले गर्दा अब हामी पुरानो शैलीमा फर्कनु हुँदैन। अब पुरानो शैलीमा फर्कनु हुँदैन देश। अब हामी सबै मिलेर यो देशलाई उठाउनुपर्छ। मलाई तपाईँहरूले चाहिँ काम गर्ने केही समय दिनुभयो। त्यो समयमा मैले थुप्रै दुःखहरू गरेँ। यो देश बनोस् भन्न खातिर थुप्रै दुःखहरू गरिरहेको छु। तपाईँहरूले बुझ्नु भएको नै होला। I work for the future of the nation, and the future of the nation is you. युथलाई गोली छोडेर युवालाई दमन गरेर शासन गर्छु भन्ने जुन सोच विचार थियो, त्यो 2 दिन पनि ठिक गर्न नसकेको देख्दा मलाई त हाँस पनि हुन्छ। यति नै छोराछोरी मलाई दुःख पनि लागेको छ, आँसु आइराखेको छ। नेपालमा मात्रै चाहिँ तपाईँहरू जस्ता विद्यार्थी भाइ बहिनीहरूको निर्मम हत्या गरियो। बोल्न पाउने अधिकार, सूचनाको अधिकार, संविधानको धारा 27 दिएको अधिकार प्राप्त गर्नका लागि विदेश बसेर तपाईँको विद्यार्थीले आफ्नो ज्यानको आहुति दिनुपर्ने हो भने यो देश पक्कै पनि राम्रो गतिमा चलेको थिएन। कारणले गर्दाखेरि आदरणीय दाजुभाइ दिदीबहिनीहरू, आदरणीय युवा मित्रहरू, अब यो देशलाई सही गतिमा चाहिँ लैजानुपर्छ, सही गतिमा लैजानुपर्छ। अब यो चाहिँ हत्याराहरू जति पनि तपाईँको चाहिँ मन्त्री प्रधानमन्त्री भएर विभिन्न आदेश दिएर चाहिँ हत्या गरेको छैनलाई चाहिँ राजीनामा दिएर अहिले सरकार परिवर्तन गर्नुसम्मको मात्रै आन्दोलन हो भन्ने मैले बुझेको छैन। आदरणीय सरकार झाल्यो भने अर्कोले फेरि तपाईँको चाहिँ सरकार गठन गरेर फेरि त्यस्तो तरिकाले जानुहुँदैन। अब आमूल परिवर्तन ल्याउनुपर्छ। प्रत्यक्ष रूपमा जनताले सुन्न पाउने जानुपर्छ। यो देशमा उत्पादन हुनुपर्छ, यो देशमा निर्माण हुनुपर्छ। हामी जस्ता युवाले जहिले पनि +2 पढिसकेपछि तपाईँको पनि विदेश गएर पढ्नुपर्ने एउटा काम गर्नुपर्ने दिनको अन्त्य गर्नुपर्छ। हामीले यदि त्यसो हो भनेदेखि आदरणीय युवा मित्रहरू, म धेरै कुरा यहाँ भनिरहन चाहन म यहाँ बधाई ज्ञापन गर्न आएको छु। यो देशको बारेमा 24 आवर्स 24/7 सोचिरहने मान्छेहरू मध्येको म हुँ एकजना। तपाईँहरूले अनुमति दिनुहुन्छ भने म नेतृत्व गर्न तयार छु। छोराछोरीलाई चाहिँ दुश्मन सम्झेर गोली ताकिताउमा हानेर पनि हत्या गरेको छ। उनीहरूलाई खोजी बन्दी गर्नुपर्छ। भ्रष्टाचार विरुद्ध तपाईँहरूले उठाउनु भएको आवाज मैले आजभन्दा 15 वर्ष पहिलादेखि एक्लै अनुसार हिँडेको बनिन्छ। भ्रष्टाचारको तपाईँको पनि सुधार गर्नका लागि बिना स्रोतको सम्पत्ति जोड्नेहरूको सबै सम्पत्ति जफत गरेर तपाईँको जेलमा खोज्नुपर्छ। भन्न हामीले छोड्यो, न्याय हो या अन्याय हो यति मात्रै नेपालीले बुझ्नुपर्छ भन्न चाहन्छु। सबैको जय हो। नमस्कार।